इन्टरनेसनल दुबईमा छु है त अहिले मलाई यहाँ चाहिँ खानु मन लाग्छ त्यो पनि पाउँदो रहेछ। पैसा भए त के गर्नु, हामीसँग 1 रुपियाँ पैसा छैन, हामी सोध्नु पर्यो क्या। यहाँ नेपाली पैसा चल्छ हैन, यहाँ नेपाली पैसा चल्छ, नेपाली पैसा छैन, नेपाली पैसा नचल्दो रहेछ। अब भोकै बस्नुपर्छ, किन पैसा साटेर आइन नि त, मोनिटाइजर गर्ने काम छैन, त्यो भएको कारणले त्यहाँदेखि सोध्नु पऱ्यो। भाइ, हेलो भैया, दुबई दुबई अघि हो। म चाहिँ दुबईको लागि तयार छु, हिँड्दैछु होइन। दुबई दुबई भन्दै जिन्दगी जानु लागिसक्यो। यस्तो यहाँ छ के गर्नु हजुर, नेपाल छोड्नै पर्छ। हाम्रो नेपालमा रोजगार छैन, भए पनि के गर्नु हजुर, हामी त थियो नि साथमा सिप, के गर्नु, सिप भएर केही कामै भएन, छोड्नु परिहाल्यो। त्यही भएर अनि त्यस्तो भएको कारणले हुन्छ, के भन्नु, गाह्रो छ। वाइफाई हो कि क्या यहाँ, के गर्नुपर्ने हो यिनीहरूले पासवर्ड स्क्यान, म सोध्नु पऱ्यो क्या। हेलो सिस्टर, यहाँ हाम्रो पनि स्क्यान गर्नु पर्ने। वाइफाईका लागि नै यहाँ स्क्यान गर्नुपर्ने रहेछ। मेरो फोटो हाल्दैछु है त यहाँ स्क्यान। घरमा चाहिँ उता यहाँ भनेर चाहिँ 15:30 मा म जाँदैछु दुबई, र उहाँ उत्रिने चाहिँ मेरो 16:30 मा उत्रिन्छु। अहिले चाहिँ म यहाँ छु, यो चाहिँ दुबई एयरपोर्ट है, र दुबई एयरपोर्टमा झरिसकेँ, बहुत समय लगाइसक्यो है यहाँबाट। र म यो रिसिभ गर्ने उताबाट आएको ठाउँमा रिसिभ गर्ने ठाउँमा छु, र यसरी बसिरहेको छु। यहाँ क्याब पनि यसरी लाएर बसिरहेको छु, खोइ त अहिलेसम्म आउँदैन कोही पनि, अनि यहाँ कोही पनि छैन हेर्नु। यसरी हिँडेको छ, कोही लिकबाट कोही भर्याङबाट मजाले चलिरहेछ क्या हाम्रो जिन्दगी। अब यहाँको चाहिँ